कुदाइरहेका छन्। पछि पछि परीक्षित अगाडि अगाडि कली भागिरहेका छन्। परीक्षितले भन्दैछन्, हे कली, यो मेरो राज्यमा तैँले कसरी राज्य गर्न आइस? यो राज्यबाट बाहिर निस्कि, न त तँलाई म अहिले नै मार्नेछु भनेर परीक्षितले भने। हे परीक्षित, तिम्रो राज्यमा राज गर्नेछु। म यस राज्यमा राज गर्नेछु। मेरो राज्यमा तँ राज्य गर्छस् अरे? तैँले मेरो राज्यमा राज्य गर्न पाउँदैनस्? किन पाउँदैन? म राज गर्नेछु। आज तँलाई म मेरो राज्यमा बस्न पाउँदैनस्, तँलाई म मार्नेछु भनेर फेरि कलीलाई मार्नको लागि राजा अगाडि बढेको थिए। त्यही समयमा कली राजाको शरणमा पर्छन्। हिँड्नुहोस् भन्नुभयो, हे राजा, हे राजा, मलाई माफ गरिदिनु होला, तपाईँको शरणमा पर्दैछु। यो सारा भूमण्डल तपाईँकै हो। यो भूमण्डललाई छोडेर म कहाँ जाउँ? हे राजन, म कहाँ जाउँ? कलीले भन्दैछु, म कहाँ जाउँ? तपाईँको राज्यमा मलाई पनि बस्ने स्थान दिनुहोस् न, कुनै एउटा सानो जग्गा दिनुहोस् न भन्दै हुन्छ। कलीले बस्ने स्थान माग्दै हुनुहुन्छ। हे महाराज, यो सारा संसार, सारा जगत हजुरकै हो र तपाईँको राज्यमा मलाई पनि सानो बस्ने ठाउँ, थोरै जग्गा दिनुहोस् महाराज। तपाईँको राज्यदेखि बाहेक अरू कुनै राज्य छैन। हे राजन, मलाई सानो स्थान दिनुहोस् भन्दैछन्। कलीको प्रार्थना सुनेर परीक्षितले उसलाई बस्नको लागि पहिले तँलाई म 4वटा स्थान दिनेछु भनेर परीक्षितले भने। 4वटा स्थान दिँदैछु, हे कली, 4वटा स्थान दिँदैछु। हुन्छ महाराज, दिनुहोस् महाराज। पहिलो, धुतम पानम स्त्रिय सुन यत्र धर्म चतुर्विधा। तिमीले जाऊ, यो 4 स्थानमा गएर बस। पहिलो नम्बरमा, हे कली, जा तँ जुवा घरमा गएर बस। हुन्छ महाराज। कली जान्छन् जुवा घरमा, जुवा खेल्न लाग्छन्। कलीले जुवा खेल्दा खेल्दै त्यहाँनिर त झगडा पो उत्पत्ति हुँदो रहेछ। हिँड्नु भएको हो, यो त राम्रो छैन रहेछ, यो त राम्रो छैन भनेर आए। कली आए अगाडि फेरि, यो जुवा घर त मलाई मन परेन, हे राजन, मलाई अर्को स्थान दिनुहोस्। फेरि परीक्षित राजाले स्थान दिँदै हुन्छ।